कालदेखि लिएर अब हेर्नुहोस् विभिन्न प्रान्तमा बसोबास गरेर गोर्खालीहरू राजनैतिक हिसाबमा वञ्चित भएर आएको छ। सुनितपुर लोकसभा हाम्रो गोर्खाको जुन चाहिँ आफ्नो सिट भनेर भन्थ्यो, त्यहाँबाट पनि सब पार्टीहरूले उहाँबाट नि हाम्रो कुनै क्यान्डिडेट उहाँहरूले दिएन। जाहिर हुन्छ कि उहाँहरूले हामीलाई एक्चुअली हामीलाई बिट्रे गरेको हो, हामीलाई डिगेट गर्नु चाहेको हो। सुनितपुर जिल्ला हाम्रो एकदम आफ्नो त्यहाँ हाम्रो क्यान्डिडेट उहिलेदेखि हाम्रो क्यान्डिडेट दिन सक्ने जग्गा हो। त्यो जग्गाबाट नि अब कुनै अब राजनैतिक दलले त्यहाँबाट हाम्रो क्यान्डिडेट प्रक्षेप गरेन। तामाङ भयो, अलरेडी एकजना उहाँ भूतपूर्व सभापति भए तापनि आजको तारिकमा ऊ सम्पूर्ण एउटा राजनैतिक दलको एकजना सक्रिय कर्मी हो। मर्यादा राखेर पार्टीको आफ्नो भित्र उहाँले बात गर्नुभयो कि कमेन्ट गरेको थियो हामी जान्दैनौँ। मठियाकुण्डा गोर्खाली गाउँमा उपस्थित हुनुहुन्छ तराईदेउ जिल्लाको मुख्य सल्लाहकार अमृत गुरुङज्यू हुनुहुन्छ र उहाँसँगै छोटो वार्ता एक घण्टा गरेर तपाईहरुले हाम्रो जातिलाई समय दिनुहोस्। निश्चय नै हाम्रो जाति अघि बढेर जानेछ। आगामी दिनमा चाहन्छु कि तपाईहरु यहाँसम्म आएर हाम्रो जातिले निश्चय नै हाम्रो अधिकार र हक पाउनेछ भन्ने हामी आशावादी छौं। र आज विश्वपूर्ण कोठेबन्द शाखा समिति संगठनलाई नवीकरण आउने समितिलाई सबैगढी आञ्चलिक समितिको तर्फबाट शुभेच्छा र सांगठनिक अभिनन्दन जनाउँदछु र मेरो छोटो मन्तव्य यति नै समाप्त गर्दछु। जय आयोजक, जय गोर्खा। मनको कुराहरू प्रकट गर्यौं, भाइहरूलाई पनि दिहा परामर्श दियौं, राम्रै लाग्यो। नजदिकै आइपुग्यो। गोर्खाली समुदाय कतै राजनीतिक तर्फबाट अलिकति भए पनि वञ्चित भएको जस्तो लाग्छ तपाईँलाई? तपाईको प्रतिक्रिया के हुन्छ? हेर्नुस्, विशेष गरी अखिलेश गोर्खा छात्र संघ यो राजनीतिक संगठन हो भए तापनि आजको तारिकमा गोर्खा छात्र संघ राजनीतिक रूपमा नि सम्पूर्ण सक्रिय भएको छ। हेर्नुस्, आज स्वाधीनोत्तर कालदेखि लिएर अब हेर्नुस् विभिन्न प्रान्तमा बसोबास गरेर गोर्खालीहरू राजनीतिक हिसाबमा वञ्चित भएर आएको छ। आजको तारिकमा तपाईहरुलाई थाहै छ हाम्रो जुन सुनितपुर लोकसभा हाम्रो गोर्खाको जुन चाहिँ आफ्नो सिट भनेर भन्थ्यो, त्यहाँबाट पनि सब पार्टीहरूले उहाँबाट नि हाम्रो कुनै क्यान्डिडेट उहाँहरूले दिएन। यसको जाहिर हुन्छ कि उहाँहरूले हामीलाई एक्चुअली हामीलाई बिट्रे गरेको हो, हामीलाई डिगेट गर्नु चाहेको हो। यसको लागि हामी निरन्तर हामीले लोकसभा इलेक्सनमै होस्, हामी विधानसभा इलेक्सनमै होस् वा हामी पञ्चायत इलेक्सनमा पनि हामी हेर्छौँ जहाँ हामीहरूको उम्मेदवारहरू उनीहरूले हामीले जहाँ नि कि हामी एउटा क्यान्डिडेट जिताएर लोग्न सक्छौँ त्यो जग्गाहरूमा पनि उहाँहरूले हामीलाई क्यान्डिडेट दिन चाहँदैनौँ। त्यसको लागि हामी भन्न चाहन्छु कि एक्चुअली उहाँहरूले हामीलाई राजनैतिक हिसाबमा हामीलाई उहाँहरूले डिगेट गरेको छ। अरू यसको उपरमा गोर्खा छात्र सङ्घ अहिले आजको तारिकमा सम्पूर्ण सक्रिय भएको छ र उहाँहरूले आफ्नो सोच आफ्नो विवेक प्रयोग गरेर यसपालि राजनैतिक कदम चाल्नेछ भनेर म आशा राख्दछु। र सर, हामी यस्तो जानकारी अनुसार हाम्रो यस च्यानलमै प्रेम तामाङज्यू जिडिसी गोर्खा डेभलपमेन्ट काउन्सिल प्रेम तामाङज्यू हामीलाई भन्नुभएको थियो क्यान्डिडेट कुनै पनि जग्गाबाट कुनै बडो संस्थाले उहाँलाई क्यान्डिडेट दिएको छैन वा आजसम्म हामीलाई प्राप्त भएन र हामीले हामीलाई दिएको बिजेपीले दिएको छैन भनेर मन्तव्य। निश्चित रूपमा आज हेर्नुहोस्, यो लोकसभा इलेक्सनमा आजको तारिकमा हाम्रो सुनितपुर जिल्ला हाम्रो एकदम आफ्नो त्यहाँ हाम्रो क्यान्डिडेट उहिलेदेखि हाम्रो क्यान्डिडेट दिन सक्ने जग्गा हो। त्यो जग्गाबाट नि अब कुनै अब राजनैतिक दलले त्यहाँबाट हाम्रो क्यान्डिडेट प्रक्षेप गरेन। यसको लागि हेरौँ आउने दिनहरूमा। अरू यस गभर्मेन्टले त तपाईँले देख्नै भएको छ अगाडिको उहाँ प्रेम तामाङ भयो, अलरेडी एकजना उहाँ भूतपूर्व सभापति भए तापनि आजको तारिकमा ऊ सम्पूर्ण एउटा राजनैतिक
दलको एकजना सक्रिय कर्मी हो। तो Organisasi उहाँले Bapak आफ्नो छात्र Sangha sampai ke पार्टीको Jansung वाइजमा Samiतिको पार्टीको अनुष्ठित भइरहेको मर्यादा राखेर पार्टीको आफ्नो घरभित्र उहाँले बात गर्नुभयो कि कमेन्ट गर्नु त्यो हामी जान्दैनौँ। हामीलाई असममा बसोबास गर्ने गोर्खालीहरूलाई बिजेपी दल भनेर होइन, सब दलले आजको तारिकमा उपेक्षित गरेका छन्। केन्द्रीय सभापति भास्कर दाहालज्यूले भन्नुभएको थियो कि गोर्खाली जनजातिले को कुनै पनि प्राप्त छात्र नेताहरूलाई राजनीतिकबाट पनि वञ्चित गर्छ भनेर उहाँले मन्तव्य दिनुभएको थियो। तपाईँ के भन्नु चाहनुहुन्छ? इतिहास साक्षी छ। कुनै पनि छात्र सङ्गठनै होस्, जुनै छात्र सङ्गठनै होस्, एक समयमा त यस्तो भएको थियो जे छात्र सङ्गठन राजनैतिक नेता सृष्टि गर्ने एउटा कारखानाको रूपमा रूप लिएको थियो छात्र सङ्गठनले। आज तपाईँ हेर्नुहोस् असम गण परिषदमा जति पनि आजको तारिकमा नेताहरू छ उहाँहरू आँसुबाटै निक्लेर गएको। आजको तारिकमा तपाईँ हेर्नुहोस् आँसुबाटै आजको तारिकमा बिजेपी होस्, आजको तारिकमा एजिपी होस्, कङ्ग्रेसै होस्, सबै जतिहरू तपाईँले लिडर हेर्नु जाओ आज तपाईँ प्रेसिडेन्टले मुख्यमन्त्री हेमन्त विश्व शर्मादेखि लिएर सर्बानन्द सुनवालदेखि लिएर सबै छात्र नेतै हो। छात्र नेताबाटै नेता एउटा नेता सृष्टि छात्र सङ्गठन एउटा नेता सृष्टि गर्ने कारखाना भने पनि बोल्नु। धन्यवाद। मुख्य उपदेष्टा सराइदेव जिल्लाको गुरुङज्यू हुनुहुन्थ्यो र यस भिडियोमार्फतबाट म दिपक लिम्बू बिदा चाहन्छु।